यो कागतीको रुख म घरमा आएर भिजिट गर्दैछु। एउटा भाले छ यहाँ। यो लसुन सिस्नोहरू, यस्तो सिस्नोहरू पनि छ। राम्रो सिस्नो पनि छ। यो नास्पातीको रुख। यो गहुँ, हाम्रो बारीको गहुँ, बुवाआमाले लगाउनु भएको गहुँ। अनि यो चाहिँ यहाँ तोरी छ। यो कागतीको रुख। कोही सानो सानो, कोही ठुल्ठुलो कागतीको रुखहरू छ। एउटा यो कागती, अर्को यो कागती, अर्को यो कागती, ठुलो कागतीको रुख हो यो फलिरहेछ। अनि त्यसरी केराउ, यो केराउ गाउँबारी भयो। यो चाहिँ म यहाँ गाउँबारी। यो अर्को कागतीको रुख। यहाँ कागतीको बारी भिजिट गर्दैछु। यो स्याउ यस्तो फुलिरहेछ, एउटा मात्रै बाँकी रहेछ, अरूहरू सबै सुक्यो। यो केराउहरू, यो केराउ। अनि यो अर्को कागतीको रुख। केराउ त थुप्रो फल्यो रहेछ हौ, यस्तो हरियो। त्यसरी केराउ यति धेरै फलिरहेछ, पारीसम्म छ। यो अर्को कागती, राम्रो भइरहेको रहेछ यो चाहिँ। यो सबै केराउ हो, पारीसम्म। अनि कतिवटा कागतीको रुख भयो भने यो हाम्रो घर तलपट्टिबाट खिचिरहेको छु मैले। यो केरा एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, यसले 6वटा। भाले पनि यतै पो आइरहेछ। यसले 7वटा घाँस पनि रहेछ यहाँ। अनि त्यसले 8वटा, यसले 9वटा केरा यस्तो छ। यसले 10वटा रुख केरा हो। ऊ त्यहाँ छ एउटा 11वटा। यो जम्मै केरा हो। आमा बुवाले पानी कहाँबाट ल्याएर हो हाल्नु भएको। सिस्नो यस्तो राम्रो रहेछ यो। अनि यो उखु यो पुरै उखु। अनि यतातिर जम्मै केराउ छ। 11वटा, यसले 12वटा भयो कागतीको रुख। यता सागकोतिर राम्रो छ त यो। अनि यो चाहिँ प्याज लगाउनु भएको। बुवा र आमा मात्रै हुनुहुन्छ घरमा। अनि उखु पनि लगाउनु भएको छु। यो ठुलोवाला उखु रहेछ, उतापट्टि चाहिँ सानो धेरै छ। यो साग त्यहाँसम्म लगाउनु भएको छ। कतिवटा भएको थियो कागती बिर्सी पो सक्यो हौ। 13वटा, यसले 14वटा, त्यसले 15वटा, यसले चाहिँ 16वटा, अनि यसले चाहिँ 17वटा रुख, यसले 18वटा बोट, यसले 19वटा, अनि त्यसपछि यसले चाहिँ 20वटा। अनि यहाँ चाहिँ सिँचाइ गर्नुभएको रहेछ। ऊ त्यहाँ अलैँची रोप्नु भएको छ बुवाले। यो अलैँची हो। पहिला त धेरै थियो, रोड आउने बेलामा सबै फालिदियो, के पनि छैन। यो 20वटा 21वटा भयो। 21वटा। अब घर उतापट्टि चाहिँ छन्। पानीले त भिजायो त। भिजायो हाम्रो दाउरा भएको यो। आमा पानीले भिजायो। यस्तो
हुन्छ हाम्रो चोयाबाट बनाएको काठे चेत्रो भन्छ नि यसलाई। यस्तो गोठ हुन्छ हाम्रो त, यस्तो छानो भएको। यतातिर हामी त्यसलाई चाहिँ अन्नहरू राख्ने, टुकाहरू अन्नहरू राखिन्थ्यो पहिला चाहिँ, मकै गहुँहरू। अहिले त छैन, त्यही भएर रित्तै हो। 1 2 3वटा कोर्का भन्छौँ हामी यसलाई, 3वटा कोर्का त्यसै ढलिरहेछ। अनि हाम्रो यो गोठ, अनि यो अलैँची त्यसै गरी एउटा ठुलो रुख छ यो हाम्रो, एउटा खरीको रुख पनि छ यहाँ। गोठमा चाहिँ के रहेछ ए आमाले कति दाउरा ल्याउनु भएको छ बिचरा, दिनदिनै खोज्न जानुहुन्छ, ल्याउनुहुन्छ। ए यहाँ त यो कोर्का पुरै सोत्तर रहेछ, सोत्तर। अनि यो घुरो भन्ने यो भिरमा काटेर लिएको पुरानो घाँस, घुरो भन्छौँ हामी यसलाई। यो गहुँको नल भन्छौँ हामी यसलाई, यो पनि बाँकी रहेछ। यतातिर दाउरा रहेछ। अब पहिला भैँसी थियो खान्थ्यो, अहिले भैँसी छैन, बेचिसक्यो। अब केले चाहिँ खान्छ र हो घाँस। यस्तो डाँडा काँडा छ हाम्रो घर, धेरै टाढा। उतापट्टिबाट खिचिरहेको छु मैले, पछाडिपट्टिबाट। यो भ्रमण गरियो हाम्रो कागती बारीमा। यो अलैँची धेरै के छ, अनि यो पनि अलैँचीको बोट, यो चोयाको बोट, सिस्नो यहाँ पनि रहेछ। त्यसै गरी यहाँ अलैँची भयो। अनि यो चाहिँ रोड, हाम्रो घर छेउमा रोड आएको छ। हाम्रो घर त यस्ता हुन्छन् गाइस, खरले छाएको। यता पनि अलैँचीहरू धेरै छ। यो मकैको नल राखेको, यो घर आएर यसो भ्रमण त गर्नु पर्यो नि होइन, काम नगरी पनि यसो भ्रमण त गर्नु पर्यो भनेर यहाँ भ्रमण गर्दैछु। अघि मात्रै आइपुगेकोमा के रोप्नु भएको छ यहाँ, ओखरको 1 2 3 4 5वटा ओखरको रुख रहेछ। बल्ल बल्ल यो पानी आज कहाँबाट ल्याउनु।